Another funny way that's so. Hello guys, चल चाहिँ हामी झराली हिँडेको पानी बनाउन यो पानी बनाउने थियो कुलो खन्न हैन चत्ता लाएर अहिले यहाँ तीनजना अगाडि चाहिँ बाजे हुनुहुन्छ यहाँ चाहिँ दाजु छ र म अरु चाहिँ आउने छन् कोही गइसके टक्क पारेर हामी चाहिँ जाँदैछौँ अहिले मकै च्याप्टर कस्तो दामी भयो यार अहिले ओ खोला त सेतै छ त यार बल्छी खेल्यो नि धरो पर्छ होला माछा यहाँ त सेतै है खोला के हो सर है जान लागेको ल हाल्दै गरौँ हरियाली आयो जताको आनन्द सर है ओहो यहाँ चाहिँ डरो खनाइ गएको बाख्रा डरो चलिरहेको छ यहाँ डरो खनाइ भइरहेको छ काम चाहिँ हुँदैछ है हुन त होइन त हात यस्तो भएर खालुन गएको कि गाह्रो छ नि यस्तो यहाँबाट यस्तो भिरैभिर खनेर बल्ल अहिले चाहिँ पाइप गान लाग्यो उतापट्टि चाहिँ अन्त्यले खन्दै हुनुहुन्छ खासमा चाहिँ यहाँ चाहिँ अब पानी चाहिँ किन जोड्न लाग्यो भन्दाखेरि अब ट्याक्क पछि चाहिँ हामी यहीँ बस्दाखेरि यताउता ट्याक्क लाएर गोठ लिएर आने बेला चाहिँ ट्याक्क गाई गोरुलाई मान्छेलाई खानुहुन्छ भनेर चाहिँ यस्तो तिरिक लगाएको चाहिँ बुढाहरूले अब त्यो हेरेर आइदिएको गर्न यस्तो गाह्रो यहाँ त पराएको भिरैभिर त्यस्तो माने खन्यो है अहिले देखाइरहँ ल यस्तो डाँडाको राम हरियाली छ आनन्द पाइप चाहिँ यही हो रे कहानी पाइपहरू चाहिँ यही हो यो पानी चाहिँ उहीँ सिधै थारमौरी तेर्सो मौरी पुग्छ अरे टक्क पारेर यो पानी चाहिँ यहाँ तलबाट लगियो क्या हामीले चाहिँ पानी सब चाहिँ कदन रिया त्यो भिरै फेर जङ्गल चाहिँ हामीले खन्ने हा चत्ता पारेर त्यो खल्लिनु पर्छ क्या हो सबै जाप्छ यस्तो तल खोला हा लतिला गाह्रो छ हौ चोलान लिएम भयो गाइजहरू यहाँ चाहिँ अहिले ट्याक्क धरानमा जस्तो पानी फल लागिरहेको छ है हुँदैछ बिस्तारै विकास अलिअलि यस्तो यार दोताले पनि आयो यार पानी फुलपेट धन लाग्यो अल्छी त मान्छे रिजाल है आज दिनभरिको काम यही हो हाम्रो माथि त ओहो बाख्राहरू आयो
तर ल्याएको है पानी चाहिँ हामीले ओ हिँडौँ त सर अगाडि आम्मामा भेट्टा सेट्टा खोलेर त बनाइयो गाइज खसेपछि त सिधै खोलामा हो फेरि जङ्गलै जङ्गल अघि पानीलाई हेर्दै भएको थियो माथितिर चाहिँ मिल्छ राउस कहाँबाट चप्पल भएको यसले चप्पल छारेछ के त्यही भएर लिन आएको टोपी चाहिँ भेट्यो हामीले यही यो बनाएको आमा यताबाट हालेर दरु खनेर थाकियो हामी त धरो घर घर सुतिहाल्ने कस्तो दामी देखेको यार यस्तो भिडमा खाऊ है म भिडमा यस्तो भिडभिडै नआएको जस्तै गाह्रो छ नि यार ले काली हे चोयाको ढुकु हजुर ओइ मा बुटीलाई ओइ भान्चुलाई फटाट हो थारै हो ओइ म थारै गए भिडियो बनाउनु चक्करमा मोरी लगाएर ओहो यहाँ त आगो पनि बोल्नु रहेछ सबभन्दा दुःख पाकेर आज झरालीमा हामी दुई जाल त हो यार नि अरू त सब घाँट पाटिएर हुन्छ नि त्यही भोलिका त बिचमा बस्ने कि यार आत्रा ढुङ्गा पो चाहियो यार अरू त त्यस्तै आत्रा ढुङ्गा के खनाइ पनि त्यस्तै गयो हातै चेप्यो यार खै मेरो फेरि यहाँ धरो काटेको कि त्यो खन्ने बेला त शीतकाल हुन्छ कम धरो खन्डाएको के म पानी चाहिँ यही मूल बाटो लगेको यताबाट आउनु रहेछ पानी माथिबाट यही बाटो यहाँ हाततिर धुनु पर्यो यस्तो हालत छ यार हाम्रो त मेरो त झन् पत्तै हो नि आए चल चाहिँ हामी घरतिर जानु लागेको यता पारेर कामसाम भ्याइयो सबै गइसके हामी मात्र हो यताबाट ट्याक्क हालिदियो पाइप पानी चाहिँ सरर गएको त्यसको अवस्था चाहिँ अहिले ल्याछु ए भगवान आजकल त के भएको मलाई यस्तो भात खाएपछि भोक लाग्दैन निराशी सुत्न मन लाग्दैन के भएको यस्तो ए भगवान सर्व गाइस ओइ गयो मा
हाम्रो गाउँतिर त फेरि खतरा खतरा सर्फ पाइन्छ खतरा हो सही उतारेको अलि पहिला भिडियो भएन क्या घाम चाहिँ वहाँ डाँडा डाँडा पुगिसक्यो हामी घर पुग्न चाहिँ अझै आधी घन्टा लाग्छ यस्तो रिल्याक्स पारामा गयो भने न त दौडेर गयो भने त 15 मिनट हो कि हो नि सर चराली गाइजहरू यहाँसम्म आउनु भएको चाहिँ हो त भाइ बस्नु यार सब मकै हो यार हो अहिले चाहिँ घर आइयो बल्ल बल्ल लास्ट थाकियो गाउँ त हजुर के भयो र मोबाइल को खाइदिनु त खैदिए त लाग्ने त जरा हजुर कति लाग्ने भोलि सिद्धिन्छ भोलि के हो त जे गरे फोनै आएन बोल्ने के गर्छ कम चाहिँ जे दाजु आज देख्नु भएको अहिले सबैको मास देख्नुहुन्छ अहिले भिडियो भिडियो सो गाइज अहिले चाहिँ अब बल्ल जानु पर्ने हुन्छ यस्तो हेर्नु त्यही पारेर ल आजको भिडियो चाहिँ म यतितिर गरिदिन्छु भयो थ्याङ्क्स फर वाचिङ माई भिडियो जसले अन्तिमसम्म भिडियो हेर्नुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद र बाई बाई है भोलि भेटौँला